So hello and namaste. Welcome back to my short vlog. This is me and this is also my brother. आज हामी रात्रिकालीन चाहिँ थमेल बजार घुम्ने जाँदैछौँ। फोन पकड च्याटो हिँड्नु मैले त बोक्ने भएछ म चलाउँछु त गर्दै हिँड्नु पर्यो ल हो त्यो गरौँ कि होइन तर त स्पिड चाहिँ नआए ल ओके ब्रोलाई ह्यान्ड ओभर गरेँ ट्याक्क हामी चाहिँ जाँदैछौँ टमेल यस्तो छ कन्डिसन चाहिँ होइन यहाँको भाइहरूकोमा बसियो रमाइलो गरियो गफ काफ मिठो तितो च्याट्ट चलेर चाहिँ हामी जाँदैछौँ अब मेरो बसन्तीको फेरि न्युट्रलमा मात्रै स्टार्ट हुन्छ गाइस त्यस्तै भइरहेछ स्टार्ट भएपछि त फेरि गोल्ली हान्छ नि त चलो भाइ देखो अब मैं क्या करता हूँ यस्तो ब्युटिफुल छ भने चाहिँ जस सिरिबाबु महर जान्थे भित्रको बाटो त कस्तो छ थाहा छैन बाहिरको बाटो चाहिँ दामी बनाइसकेको छ गाइस यस बत्ती सत्ती हालेर होइन यो चाहिँ खोकनाबाट जौलाखेल जाने बाटो हो गाइस भैँसेपाटी हुँदै यो दादा मखन छ नि बाटो होइन राम्रो छ नि यहाँ फेरि यस्तो दामी नाम पनि हेर्न यस्तो युनिक नाम छ क्या स्वाद साला आफूले केही न केही गर्ने बेलामा चाहिँ हेर्नु जाँदाखेरि धेरै थरीको देखिँदो रहेछ जस्तै यस्तो एक्सपिरियन्स भइरहेछ गाइज होइन यस्तो बवाल मजा आइरहेछ एक्सपिरियन्स चाहिँ भइरहेछ कि यो लाइफ टाइम एक्सपिरियन्स हो क्या असँग बुझिरहेस् होइन तर चाहिँ नि एउटा के पस्तो लाग्छ भने मलाई होइन तँलाई मैले कसरी भनिसकेको है काठमाडौँमा यत्रो घर छ क्या यत्रो जग्गा छ क्या मान्छेको होइन तर मेरो एक टुक्रा छैन यो बनाउँछौँ क्या आफै अहिले चाहिँ जस कोरिडोर हिँड्दाखेरिमा आएछ त्यस्तो धेरै स्मेल चाहिँ आउँदैन है लास्ट चाहिँ पहिला त कति नै नाकै छुनेर हिँड्नु पर्थ्यो यो ठाउँमा होइन अहिले जस त्यत्तिको चाहिँ छ क्या जस्ट बिकज अफ बालेन अर वाट हो पायो त होला नि यो चाहिँ पाउँछै पाउँदैन होला गाइज हामीलाई यसो सजेस्ट गर्नु होला ताकि हामी पछि चाहिँ रुल्स एन्ड रेगुलेसन फलो गर्छौँ भनेर है के हो यो होटल के हो यो होटल बाह्रै नै हो क्या यस्तो लागेको छ मलाई यहाँ यस्तो 22-25 वर्षको केटीहरू पुरा मस्त आएर यहाँ भिडियो सिडियो हालिरहन्छ पुरा भिसी गर्छ कि हाल्दै रोज पैसाको मजा है के हो यो भिसी भने के हो यो भिसी भने
जाने चाहिँ सिधै भिआइपी रुफटप जाने र यता पार्किङ कता यता गर्नु मिल्दैन हो यता साइडतिर क्या पार्किङ कता छ यसको पार्किङ गरेर सट्ट यहाँ दामी थियो त यो त चिनजानकै दाइको हो त रामदाईहरूको होटल हो त्यो रोयल क्याफेको हो नि त त्यो बल हुन्छ त्यहाँ के गर्छु त यही गाडी हो गाडी जाने हो आज अब हेर्न सक्छौँ हामी के हुन्छ यार आज यहाँ बसी यसो आज चाहिँ यसो घुमफिरको लागि आएँ ल भाइलाई धन्यवाद छ सो आज पार्किङको लागि ठाउँ दिएकोमा है सानो यसो भ्लगिङ हो कि मेरो भाइ हामी चाहिँ यहाँबाट इन्ट्रान्स लिइसकेका छौँ होइन हामी जाँदैछौँ माथि यस्तो बवाल ठाउँ छ यहाँ चाहिँ हामी चाहिँ पुगिसकेको छौँ रुफटप रोयल क्याफेमा होइन यति बेला भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ यस्तो बवाल भ्यू छ होइन यहाँको एम्बियन्स पनि राम्रो छ खाना फुडहरू सब बवाल छ हामी चाहिँ के लिन्छौँ तपाईँ बाहिर अर्डरको लागि पनि आउँदैन त गाई चाहिँ बोर भइसक्यो यार यति लिन्छ छैन तो चलिए शुरू करते हैं यस गाउँमै करेसाबारीमा फलाएको काँक्रो कति एउटा काँक्रो पनि सिँगेको काँक्रो छैन यो हल्का गाजर मुला यति छ हाम्रो 25 रुपियाँ किलो काँक्रा 300 रुपियाँ दिनुपर्छ ठाउँको हुन्छ होइन ठाउँको ठमेलको पैसा हो क्या घरमा कति खानु काँक्रो यसो बजारमा काँक्रा खान आएको गाई चाहिँ हामीले त्यसपछि चाहिँ हामी दुईजना दाजुभाइ भएर खानै नपा जसरी चाहिँ पटापट टिपेर गाजर मुला काँक्रो चाहिँ नि ड्याङ डुङ लाएर चाहिँ नि तपाईँको लस्सी र बियरसँग मस्त शीतन हुने गरेर खायौँ। सो हामी चाहिँ त्यहाँबाट नास्ता गऱ्यौँ वरि हेर्न सक्नुहुन्छ दृश्यहरू तपाईँको चाहिँ नि हामी चाहिँ नि अब फेरि बाइक निकालेर जान्छौँ कि एक लेफ्ट राइट हानिदिने उता लेफ्ट राइट हान्ने नहान्ने अब जान त बाइक चाहिँ हेर्न कताबाट छिर्ने हामी छिर्न चाहिँ यस्तो गर्ने होइन एलओडीतिरबाट निस्किदिनु होला होइन हुन्छ हुन्छ यताबाट छिर्नु के अरे चिया दोकान 1 करोड सामसिङको त गाडी नै छ यार भन्ने त कहिले हो कि त्यो दिन पनि आउँछ छिट्टै आओस् भन्ने कुरा हो कि मेरो अनुरोध हो कि छिट्टै आउनु पर्ने पनि छ क्या बिति नै छ क्या होइन त्यो बिति नै छ आउनै पर्ने हुन्छ क्या नआए त कहाँ
हामी जान पाएनौँ गाइस छैन Ready पनि सरी फेरि अफर सारेको आफ्नै बस त्यसपछि चाहिँ हामी दुई दाजुभाइ गफ गर्दा गर्दै बालिनको तारिफ गर्दै काठमाडौँ चाहिँ यस्तो राम्रो बनाइसकेको छु भन्दै दरबारमार्ग आइसकेको पत्तै पाएन र यस्तो चिल्लो दामी यस्तो बवाल बनाएको छ नि दरबारमार्गलाई चाहिँ काठमाडौँको एउटा नमुना सिटी बनाइदिएको छ बालिन आएपछि र यसपछि चाहिँ फोटो खिचौँ भनेर हामी यताउति रोक्यो मेरो फोटो चाहिँ यस्तो छ र साथीको फोटो यस्तो खिचेको छु जहिले साथीहरूको मात्र राम्रो फोटो खिचिदिने हो हामीले भनेको साथीहरू यति भन्दै हामी ब्लग सकिन्छ गुड नाइट बाई बाई